संसदीय छानबिन समिति चाहिन्छ भनेर माग गरिरहेका छौँ। राष्ट्रको उच्च तहमा बसेर राष्ट्रहित विपरीत एमसीसी जस्ता राष्ट्रघाती सम्झौताको मस्यौदा तयार गरेका छैनौँ हामीले। सम्मान, हामी जनताका जनप्रतिनिधि हौँ, कसैको दया र निगाहमा यहाँ आएका होइनौँ। किल्ला मुकिल्ला कपडा लगाएर 5 तारे होटलमा बसेर विज्ञ र विज्ञताको सर्टिफिकेट देखाउँदै राज्यलाई अरबौं रुपियाँ कर छली गराउनेहरूसँग डिनर गर्न गएका छैनौँ। सम्मान, हामी सत्यको पक्षमा एक्लै भए पनि लडिरहन्छौँ, डटिरहन्छौँ। राष्ट्र र जनताको हितमा आवश्यक परे ज्यान बलिदान दिन तयार छौँ र भएका पनि हौँ, पछि हट्नेवाला छैनौँ। हामीले अर्थमन्त्रीज्यूको विश्वविद्यालयको सर्टिफिकेटमाथि प्रश्न गरेका होइनौँ। हामीले भन्सारका दर हेरफेर भयो कि भएन, बजेटको सूचना चुहाट भयो कि भएन, राज्यलाई राजस्व नोक्सानी पुर्याइयो कि पुर्याइएन भन्ने विषयमा प्रश्न उठाएका। सम्माननीय सभामुख महोदय, यदि केही पनि भएको थिएन भने विद्युतीय सवारी साधनमा 2 हप्तासम्म प्रधानमन्त्रीको कार्यालयले भन्सारबाट आएका गाडीहरू नियन्त्रणमा राख्न किन आवश्यक ठान्यो? यो प्रश्न सत्तापक्षका माननीय सांसदहरूलाई मलाई होइन सोध्नु, सम्माननीय प्रधानमन्त्रीलाई सोध्न अपिल गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, सत्तापक्षका सांसदले भन्नुभएछ संसदमा चार्ट ल्याएर आऊ, प्रमाण ल्याएर आऊ। चार्ट र प्रमाण व्यक्तिले बोकेर ल्याउने चलन संसदमा छैन, यो संसदीय अभ्यासमा छैन। संसदमा चार्ट र प्रमाण बोकेर ल्याउनका लागि संसदीय छानबिन समिति आवश्यक हुन्छ, त्यो संसदीय छानबिन समितिले संसदमा ल्याउने हो। हामी त्यही भएर संसदीय छानबिन समिति चाहिन्छ भनेर माग गरिरहेका छौँ। सम्माननीय सभामुख महोदय, हिजो राज्य सत्ताका विरुद्धमा बोलेकै भरमा कुटाइ खायौँ, आक्रमण भोग्यौँ, हिरासत बस्यौँ र जनताको बिचमा गएर जनताको माया विश्वास र प्रेमका साथ यहाँसम्म आइपुग्यौँ। तर एउटा कुरा गर्वका साथ भन्न सक्छौँ, सम्माननीय सभामुख महोदय, हामीले कहिल्यै पनि राष्ट्रसँग गद्दारी गरेका छैनौँ। राष्ट्रको उच्च तहमा बसेर राष्ट्रहित विपरीत एमसीसी जस्ता राष्ट्रघाती सम्झौताको मस्यौदा तयार गरेका छैनौँ हामीले। सम्माननीय सभामुख, राज्यलाई अरबौं रुपियाँ नोक्सानी पुर्याउनेहरूसँग साँठगाँठ गरेका छैनौँ। एनसेल प्रकरणमा राज्य ठगिँदा सडकमा उत्रियौँ, कुटाइ खायौँ, अदालतमा मुद्दा हाल्यौँ, फाइल बोकी गल्ली गल्ली तपाईँको चार्यौँ, कार्यालय धायौँ। तर सुकिल्ला मुकिल्ला कपडा लगाएर 5 तारे होटलमा बसेर विज्ञ र विज्ञताको सर्टिफिकेट देखाउँदै राज्यलाई अरबौं रुपियाँ कर छली गराउनेहरूसँग डिनर गर्न गएका छैनौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, हामीलाई भोको पेटको पीडा थाहा छ, गरिबको चोट कस्तो हो त्यो थाहा छ, ठुला मानिसहरूको हेपाई र चेपाई कस्तो हुन्छ त्यो पनि थाहा छ, सुकिल्ला र मुकिल्लाहरूले हामीमाथि गर्ने व्यवहार पनि थाहा छ। हामी गरिब हुन सक्छौँ तर बेइमान हुन सक्दैनौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय सभामुख महोदय, हामी गरिब हुन सक्छौँ तर बेइमान हुन सक्दैनौँ, बरु भोकै बग्न सक्छौँ तर इमान बेच्दैनौँ, सत्यको पक्षमा उभिन डराउँदैनौँ। आज पनि हामी कुनै व्यक्ति विशेषका विरुद्ध होइन, हामी सत्यको पक्षमा छौँ, राज्यको राजस्व जोगाउनुपर्छ भन्ने पक्षमा छौँ, जनताको सम्पत्तिको रक्षा गर्नुपर्छ भन्ने पक्षमा छौँ। त्यसैले फेरि एकपटक यो संसद मार्फत आग्रह गर्न चाहन्छु, निष्पक्ष संसदीय छानबिन समिति गठन गरियोस्, सत्य बाहिर ल्याइयोस्, दोषुकै भए पनि कानुनी दायरामा ल्याइयोस्। म सरकारलाई यो माग गर्न चाहन्छु। हामी सत्यको पक्षमा एक्लै भए पनि लडिरहन्छौँ, डटिरहन्छौँ। राष्ट्र र जनताको हितमा आवश्यक परे ज्यान बलिदान दिन तयार छौँ र भएका पनि हौँ, पछि हट्नेवाला छैनौँ। त्यो भएर सम्माननीय सभामुख, कसैलाई लाग्न सक्छ पढे लेखेका मानिसहरूले अपराध गर्दैनन्, तर इतिहासले त्यस्तो देखाएको छैन। सम्माननीय सभामुख, अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेका, विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेका डाक्टर रामशरण महत, डाक्टर प्रकाश चन्द्र महत, डाक्टर युवराज खतिवडा यो देशको अर्थमन्त्री भएकै समयमा देशका ठुल्ठुला भ्रष्टाचार र अनियमितताका घटनाहरू सार्वजनिक भएका छन्। त्यसैले केवल शैक्षिक योग्यता नै इमान्दारिता र सुशासनको ग्यारेन्टी होइन। म बारम्बार भन्छु सम्माननीय सभामुख महोदय, यो देश गाउँका गरिब किसानहरूले र सरबारा वर्गले बिगारेका होइनन्। यो देश दलबलमा पुर्याउने ती व्यक्तिहरू हुन् जो पढे लेखेका छन्, बुद्धि र क्षमता राख्छन्, सत्ता र शक्तिको पहुँचमा राख्छन्, तर देश र जनताप्रति इमान्दार छैनन्। त्यसैले समस्या ज्ञानको अभाव होइन, समस्या नैतिकताको अभाव। त्यो भएर सम्माननीय सभामुख महोदय, हामी जनताका जनप्रतिनिधि हौँ, कसैको दया र निगाहमा यहाँ आएका होइनौँ। हाम्रो कर्तव्य सत्य कुरा बोल्ने हो। कसैले कसैलाई कति समर्थन गर्छ, कसको पक्षमा कति सांसद छन्, कसको सरकार छ, कसको जनमत छ, कसले कति साइबर बुलिङ गर्न सक्छ, त्यो विषयवस्तु हामीलाई कुनै महत्त्व छैन। तर स्पष्टका धारणाका साथ हामी सत्य एक्लै भए पनि खडा हुन्छौँ। असत्यको फैसला भेटले होइन, प्रमाणले गर्छ सत्यको फैसला। सम्माननीय सभामुख, सत्तापक्षका सांसदहरूको अभिव्यक्ति मैले सुनेको छु, तपाईँ 5 सिटी, तपाईँ 1 सिटी, तपाईँ 2 सिटी भन्दै सार्वभौम संसदको अपमान गर्ने काम भइरहेको छ। याद रहोस्, यो संसदीय व्यवस्था हो, यो संसदीय व्यवस्था हो। यो संसदीय व्यवस्थामा एकजना सांसदको महत्त्व पनि त्यति नै हुन्छ, बाँकी जति 274 जना सांसद छन्। त्यो भए हुनाले संसद सङ्ख्याले चल्ने होइन, विधिले चल्ने हो, संसद नीतिले चल्ने हो। संसदको सङ्ख्या महत्त्वपूर्ण केवल सरकार बनाउन, सरकार टिकाइराख्न, सत्ताको गोटी बन्न मात्र काम लाग्छ। त्यो भएर सम्माननीय सभामुख महोदय, यो सार्वभौम संसदलाई अपमान गर्ने, पटक पटक इतिहास पल्टाएर हेर्नुहोस्।